है म यो कुरामा पुरै सहमत छु। सबभन्दा पहिलो कुरा भनेको चाहिँ अहिले प्रचण्ड र केपी ओलीको हस्ताक्षरले आम मान्छेमा आशा र खुसी दिन सक्ने स्थिति छैन। त्यो कुनै समय थियो उहाँहरू दुईटाले हस्ताक्षर गरेर सत्ता साझेदारी गर्दा अथवा समाजवादी आन्दोलन वामपन्थी आन्दोलनलाई नयाँ दिशा दिन्छौँ भन्दै गर्दाखेरिको देशको सिङ्गो देश र देशको जनताहरूको अनुमोदनको एउटा उत्साहको अर्को ऊर्जाको अर्को लहर थियो कुनै समयमा। त्यो अब धेरै पुरानो भइसक्यो र आज उहाँहरूले जे गर्नुभयो त्यसले जनतालाई आशावादी उत्साह ऊर्जा र खुसी दिने म देख्दिनँ। सँगै कस्तो भने यो चाहिँ अलिकति नियन्त्रित संहिता जस्तो पनि भइरहेछ। हामीले संहिता भनेको चाहिँ राज्यको विकेन्द्रीकरण गर्ने, स्थानीय सरकार प्रदेश सरकारलाई आत्मनिर्भर बनाउने भनेको स्रोत साधनहरूको हिसाबमा चाहिँ त्यसको सन्तुलित बाँडफाँडद्वारा त्यसलाई पनि अधिकार सम्पन्न बनाउने हो। त्यसो हुँदाखेरि प्रदेश सरकारहरू निर्माण गर्ने कुरामा केन्द्रीय नेताहरूले नै यहाँ लिने यहाँ छोड्ने, यहाँ यसरी बनाउने, यो मिलेर बनाउने, यो मिलेर चाहिँ बनेको सरकार गिराउने भन्ने जस्ता कुराहरूले यो नियन्त्रित संहिता जस्तो देखियो। त्यसो हुँदाखेरि कतै हिजोकै हामीले भनेको सामन्तवाद, हिजो हामीले नै भनेको केन्द्रीकृत शासन प्रणालीको धङधङीमा त अझै हामी छैनौँ भन्ने कुरा पनि देखिएको छ। र मेरो स्वाभाविक कुरा के थियो भने ल कतिपय स्थानीय प्रदेश सरकारहरू निर्माण गर्नको लागि सम्बन्धित प्रदेशमा भएका क्षेत्रीय दलहरू अथवा अस्तित्वमा रहेका दलहरू, संसदमा भएका दलहरूको बिचमा समझदारी बन्थ्यो। समझदारी नहुँदा सबभन्दा ठुलो दलले सरकार गठन गर्थ्यो र 1.5 वर्षको समय अवधि गुजार्थ्यो। हामी बाहिर बसेर आफ्ना विषय र एजेन्डाहरू गुणदोषको आधारबाट समर्थन र विरोध गर्थ्यौँ भन्दा त्यो अप्सन खुल्ला हुँदै पनि केन्द्रीय नेताहरूले नै बसेर यो गरियो भन्ने कुराले राम्रो परेन। कि त सँगै के गर्नु पर्थ्यो भने वामपन्थी शक्तिहरू एक ठाउँमा उभिने भनेको वामपन्थी नेताहरू एक ठाउँमा उभिए भन्ने कुराको कि त अरू पनि एक दुईवटा बुदाहरू थपिनु पर्थ्यो। हामी चाहिँ रूपान्तरण सहितको एकतामा जान चाहन्छौँ, आगामी स्थानीय र प्रदेशको निर्वाचन समयलाई कन्टिन्युटी दिन चाहन्छौँ, अथवा चाहिँ समाजवादका निम्ति हामी रूपान्तरित हुन चाहन्छौँ र त्यसको निम्ति यो हाम्रो सुरुवात हो। त्यसको लागि हिजोका हाम्रा दम्भ, हिजोका हाम्रा अहङ्कार, हिजोका हाम्रा कमजोरी, हिजोका हाम्रा कमीहरूलाई सुधारेर हामी अगाडि जान्छौँ भन्ने कुराको चाहिँ कि चाहिँ त्यो पनि एउटा सङ्कल्पको रूपमा, त्यो प्रस्तावनाको रूपमा त्यसमा आउनु पर्थ्यो। तर फगत सत्ताको लागि मात्रै भयो यो भन्ने हुँदाखेरि सत्ता र स्वार्थको लागि त एकता विघटनको यो चक्र त लामो समयदेखि चल्दै आएको छ। त्यसैले यसले त्यति राम्रो र आम नेता कार्यकर्ताहरूमा उत्साह थपेको म देख्दिनँ। हाम्रो कुरा पनि त्यही हो।